तिमीहरूको जिन्दगी 2-4 वर्ष बुढो साथमा नहुँदा धैर्य गरेर बाँच्न सक्दिनस् त? पक मेरो छोरालाई फोन गरेर नभन्दी कहाँ छोड्छु र? भन्दै पनि केही पनि हुन्न बुढीमा। अब त म मेरै बेबीसँग बिहे गर्ने हो। हाई बेबी। हो बुढीमा, अब हामी छिट्टै बिहे गर्दैछौँ। तपाईँ कहिले आउनुहुन्छ के विदेशबाट? अब 1 वर्षपछि त आइहाल्छ नि। तिमी चिन्ता नगरी बस न। चिन्ता त लागिहाल्छ नि बुढा। हजुरले छोडेर गएको पनि 1 वर्ष जति भइसक्यो। हेर तेरिका बुढी, तिमी कुरै बुझ्दैनौ कि? अहिले यसो काम गरेर पैसा कमायो भने पछि बुढाबुढी त बुढेसकालमा रमायो भइगयो नि। कुरा नबुझेको भए बिहे गरेको 1 महिनामा हजुरलाई म विदेश पठाउँछु त। ल ल बुढी, आफ्नो ख्याल गर्नु अनि आमाको पनि हेरचाह गर्नु है। यस्तो कुरा पनि हजुरले भनिरहनु पर्छ र? म आफ्नो ख्याल आफै राखिहाल्छु नि। बरु हजुर चाहिँ आफ्नो ख्याल राख्नु होला। यताको केही चिन्ता लिनु पर्दैन के बुढा। अझ हुन्छ भने 2-4 वर्ष टन्नै बसेर टन्नै पैसा कमाउनु होला है। हुन्छ हुन्छ। ल अहिले म काम गर्दैछु, फोन राखेँ, पछि कल गर्छु। ल ल हुन्छ। बाई बाई। देख्नुभयो त, मैले मेरो बुढालाई अझ 2-4 वर्ष उतै बस्दिनु भनिदिए। स्याबास, आखिर गर्लफ्रेन्ड कसको? तपाईको। बिचारा मिस्टर अर्क बिहे भएको 1 महिनामै यति राम्रै बुढी छोडेर परदेशिनु पर्यो। अब म पनि के कम, खाने मुखलाई जुगाले छेक्दैन भने जस्तै हो कि होइन बेबी? हो है, तिम्रो बुढालाई कस्तो खानु भएको के? भात खाने मुखले त भात खान्छ, अनि भात नखाने मुखले चाहिँ के खान्छ भन्ने कुरा थाहा हुनु पर्दैन? केटा मान्छे भएपछि ओके थाहा हुनु पर्थ्यो नि है। तर 2-4 जनाले थाहा नपाएकै राम्रो हो के बेबी? किन र? अब किन भन्नु नि, सबै बुढाहरूले थाहा पायो भने त तिमी जस्तै विदेशमा बुढो हुनेहरूले योहरूलाई खोज्दै कहाँ आउँछन् त? तपाईँ पनि बिल्ला मात्र गर्नुहुन्छ। यहाँबाट जाम के गाउँलेहरूले देख्यो भने कुरा मात्र काट्न थाल्छन्। कस्तो कुरा काट्छन् हो? जान त जाने, कहाँ जाने? हजुरले जहाँ लानुहुन्छ त्यही जाने। ए मैले लगेकै ठाउँमा जाने नि त। ऊ त्यहाँ त सालगारी, आज जे परे पर्ला त्यो सालगारीमा जाउँ, 2 जना मौज गर्नुपर्छ। ल ल जा। म बोकौँ तिमीलाई? पर्दैन, हिँडेर जान्छ है? कि तिमी मलाई बोक नि त? नाइ ल यता उठाऊ, यता उठाऊ। राधे श्याम, राधे श्याम। होइन, यो बुहारीको चालामाला हिजो आज मनलाई ठिक लागेन। के चाहिँ भाकी हुने त? बिहानदेखि निस्केर गएकी मान्छे अब यतिखेरसम्म पनि घरमा आएकी छैन बा। के चाहिँ भाकी होले त यो बुहारी? अत्तो बत्तो छैन, यहाँ गए पनि छैन, वहाँ गए पनि छैन। अब सासूले कराउने नि भन्ने डर पनि छैन त्यसलाई। अब उहाँ विदेशमा भएको बुढोले थाहा पाएर कराउँछ कि मलाई भन्ने त्यो डर पनि छैन। कस्ता खालका आइमा हुँदो रहेछन् त आजकल। छे 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 छे। हगनेलाई भन्दा देख्नेलाई लाज हुन्छ भन्थे यही हो। मेरी जस्ती बुहारी त मैले यो संसारमा कहीँ पनि देखाएको छैन बा। होइन है बाउजू, किन एक्लै भगवताएर बसिरहनु बा? बाउलाउनु भयो कि के हो? के को बरबराउनु नि बाबु? बुहारीलाई बरबराएको के बुहारीलाई? अब बिहान बिहानै घरबाट फुत्ता फुत्ता निस्केर हिँडेको छ। न सासूले कराउँछ भन्ने डर छ, न उहाँ भएको बुढाले थाहा पाएर कराउँछ कि भन्ने छैन। त्यसलाई डर भर केही छैन। अनि भुसिया कुकुर हिँड्दा चाहिँ लठ 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 कुकुरले पुछ डोलाएर हिँड्छ। अनि त्यसैले नगरेर कसलाई कराउनु बाबु? लु हजुर आफै भन्नु त। आफ्नो बुहारी माथि पनि कति शङ्का गरिरहेको, कतै काम परेर गइनु होला। गाउँघरतिरै पो यसो घुम्दै छिन् कि? त्यति धेरै बुहारीको चियो चतो गर्नु राम्रो होइन बाउजू, यसले घर बिग्रिन्छ। भयो भयो बाबु, अर्काको मामलामा नबोलेकै राम्रो हुन्छ। अब तपाईँ कहाँ जान लाग्नु भयो? खुलो जानु न आफ्नो बाटो। किन यहाँ मलाई लेक्चर दिनुहुन्छ? जे मन लाग्छ त्यही गर्नुहोस् त। उसो भए छिनी बुहारी भेटेछ। ओहो नमस्ते आमा। नमस्ते नमस्ते। के कति कामले आइस विनोद? आइज बस।
ए खासै काम त के होइन आमा एक गिलास साउन दिनु न। एक गिलास रे होइन तँलाई यो बेलानुको बेला कहाँबाट ल्याएर दिउँ एक गिलास? मलाई त कस्तो गाह्रो भइसक्यो एक गिलास पिउन नपाएर लिएर आउनु न। कोहीलाई के धन्दा घर जला खानको धन्दा भने जस्तो अब यतिखेर बेलानुको बेला तँलाई एक गिलास कहाँबाट ल्याएर दिउँ मैले? के म रक्सी व्यापारी जस्तो लाग्छ तँलाई? ए आमा पनि त्यसरी रिसाउनुहुन्छ, मैले कहाँ रक्सी भनेको थिएँ, एक गिलास पानी पो भनेको त। एक गिलास पानी पनि दिन सक्नुहुन्न मलाई? जानु लिएर आउनु। अनि के अघिदेखि एक गिलास भने त एक गिलास पानी दिनुहोस् भने भए पहिले मैले एक गिलास त होइन एक गाडी ल्याएर दिइहाल्थेँ नि। ल बस्दै गर म लिएर आयो। नेपालीको बुढी रहेछ भन्न त एक गिलास रक्सी नै भनेको थिएँ नि। के गर्नु रक्सी भन्न नपाई ठुलोसोले खाउन जस्तो गरी अनि पानी भन्न बाध्य भएँ। अब पानी खान त मन छैन नि, कुरो त मिलाउनु पर्यो। ल म त खान्न आमा, मेरो त प्यासै मेटिसक्यो। के भएको यो केटो? अघि चाहिँ पानी ल्याउनु मलाई मराटीतिर लाएर भन्छ, अब अहिले चाहिँ भ्यासै मेट्यो भन्छ बा। ल ल खा ल, पानी ल्याउनु लाग्नु गाह्रो हुन्छ। प्यासै मेटिसक्यो, अब खान्न भनेपछि खान्न क्या आमा, तपाईँले खान्न तपाईँको पानी। अनि नखाने भए म बुढी मान्छेले के को दुःख देख त प्यास लाग्यो भनेर। हे गए आमा। ल जा जा जा। अनि म बुढी मान्छेले किन दुःख दिएको त पानी ल्याउन लाएर खान्छु भनेर प्यास लाएर मराटीबाट होइन बक्क। सुन्नु न, भन त। हामी यसरी एकअर्कालाई माया गरेको मेरो बुढाले थाहा पायो भने के गर्ने होला? तिमी पनि म हुँदा हुँदै के को चिन्ता गर्छौ के? तिम्रो लागि ज्यान दिने यो हर्के छैन त भने? त्यो त हो, तर बुढालाई विदेश पठाएर अर्कै नाटोसँग लागेकी छे भनेर गाउँलेहरूले कुरा काट्ने होला नि। यस्ता गाउँलेहरूको कुरा सुनेर पनि हुन्छ त बेबी? यो गाउँलेहरूले त हुनेलाई नहुने नहुनेलाई हुने भनेर के कुरा लागिन्छ नि। तपाईँ पो छोरा मान्छे हो, केही पनि हुँदैन। हामी त छोरी मान्छे, हामीलाई त गाह्रो परिहाल्छ नि। तिमी पनि चिन्ता नगर न, तिम्रो लागि म भएपछि तिमीलाई अरू को चाहियो त? हो, तर आफ्नै बुढो त आफ्नो हुँदैनन्। तपाईँसँग त यत्तिकै भेटघाट बोलचाल त हो नि। तिमी त्यस्तो केही नसोच के बेबी। तिमीलाई तिम्रो बुढाले थाहा पाएर छोडिहाल्यो भने पनि तिमीसँग बिहे म गर्छु। साँच्चै? साँच्ची हो के? पछि कतै धोका त दिनुहुन्न नि? कस्तो कुरा गरेको होला के? आफूले माया गरे मान्छेलाई पनि कसरी धोका दिन्छ त भने? केटा मान्छेको जात त हो नि, कति बेला धोका दिन्छन् थाहा नै हुँदैन। हजुरले मलाई साँच्चैको माया त गर्नुहुन्छ नि? आमा के कुरो गरेको होला? तिमीलाई जतिको माया त मैले अहिलेसम्म कसैलाई गरेको पनि छैन र गर्न पनि चाहन्न नि बेबी। ए आमा, तपाईँले एउटा कुरा थाहा छ? के कुरा? गीता भाउजू त त्यो हर्की गफाडीसँग अङ्गालोमा बाँधिएर मोज गरेर बसिरहेछन्। के भन्छ यो? हो कि आमा, भर्खरै मैले यही आँखाले देखेर आएको। तैँले भनेको कुरा साँचो त हो नि? ल आमा पनि मेरो विश्वास गर्नु हुँदैन? आमा जस्तो मान्छेलाई म ढाँट्छु त? फेरि गाउँले देख्यो भने नराम्रो हुन्छ भनेर तपाईँले मात्रै खुसीको भनेको मैले। कहाँ छन् तिनीहरू? नेपाली ऐसिलो पार्कमा छन्। ए अब बुझ्दै जाने छैन। तिम्रो कस्तो कस्तो मोहनी लाउला जस्तो हेराई तिम्रो कस्तो कस्तो। तिमीहरूको जिन्दगी, तिमीहरूलाई अलिकति लाज छैन? त के भएको यहाँ बुहारी? बुढो भने उहाँ विदेशमा त्यस्तो दुःख गरेर बसिरहेको छ।
आफ्नो बुढीलाई सुख शान्तिसँग राख्छु भनेर त चाहिँ भने यहाँ यो गफारी हर्केसँग सर्केर बसिरहेको छैन 2-4 वर्ष बुढो साथमा नहुँदा धैर्य गरेर बाँच्न सक्दिनस् त अरू केटासँग सल्किहाल्नु पर्छ तँलाई पक मेरो छोरालाई फोन गरेर नभन्दी कहाँ छोड्छु र भन्दै पनि केही पनि हुन्न बुढी माउ अब त म मेरै बेबीसँग बिहे गर्ने हो हाई बेबी हो बुढीमा अब हामी छिट्टै बिहे गर्दैछौँ ओए अर्के तँलाई अलिकति लाज लाग्दैन अर्काको बुढीसँग बिहे गर्छु भन्नलाई तैले अरू कुनै केटी पाइनस् कहीँ नपकाउ गफाडी के रे पाउन त पाउँछ नि तर यति राम्री फुल जस्तै मेरो गर्लफ्रेन्ड जस्तो केटी पाउन परेन मैले त्यही त हो त तँलाई अलक्षिणी आइमाई मेरो घरमा त आउदिस् त्यहाँ तँलाई भित्र पस्न दिने होइन म ला अब त घरमा छिर्नै दिन्न भन्नुभएको छ के गर्ने कस्तो के गर्ने होला तिमी किन चिन्ता लिन्छौ क्या तिम्रो लागि म छैन तिमी घर गएर तिम्रो लुगा फाटो के छ लिएर आऊ तिमीहरूमा आजै भागेर बिहे गर्नुपर्छ हो र हो नि ल ल तपाईँ यहीँ बस्दै गर्नु म लुगा लिएर आउँछु है त छिटो जाऊ छिटो लिएर आऊ फेरि ल ल मेरो चप्पल दिनु ल हस् ल म यहीँ बस्छु यहीँ आउने फेरि छिटो 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 कुदेर आऊ त्यो बुढीमा भन्दा पहिला तिमी घर पुगेर लिएर आऊ है त ल तँलाई कहाँ बिहे गर्छु र मैले त आफ्नो इच्छा पुरा गर्नलाई तँसँग यो सब नाटक गरेको त्यही पनि मैले अर्काको बुढीलाई बिहे गर्छु त कतै त्यसले लुगा लिएर आइहाल्यो भने म फस्छु यस्तो सोच्न पनि हुन्न भाग हर्के भाग यतैबाट भाग्न पर्छ कहाँ जानुभएछ म यहीँ बस्छु छिटो आऊ भन्नुभएको थियो अब चाहिँ कहाँ जानुभएछ मलाई छोडेर मेरो देउता जस्तो बुढा हुँदा हुँदै मैले अरू केटा हेर्नाले आज यो दिन भोग्नु पर्यो घरमा जाऊ भने पनि सासु आमाले छिर्न दिनु अर्कैसँग लागेको कुरा सबै गाउँलेहरूले थाहा पाइसके अब म कहाँ जाऊ के गरौँ
हे भगवान म के गरौँ फोन उठाउनु न प्लिज गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ सरी हे भगवान मैले आज धेरै ठुलो गल्ती गरेँ आज यस्तो दिन आउँछ भन्ने थाहा पाएको भए म त्यो हर्केसँग भेट्नु त के बोल्दा नि बोल्दिनँ सुन्नुहोस् दिदी बहिनीहरू मैले त बुद्धि बिगारेर आफ्नो श्रीमान उदाउँदै पर पुरुषसँग लागेर आज यो गति भयो मेरो जस्तो गल्ती तपाईहरूले नगर्नु होला आफ्नो जिन्दगी बर्बाद नगराउनु होला हजुर मम्मी तँलाई कस्तो छ बाबु सन्चै छ अनि तपाईँहरूलाई कस्तो छ मलाई पनि सन्चै छ छोरा सन्चै छ अनि बुहारी कहाँ छ ओह तेरो बुहारीको के कुरा गर्नु बाबु के कुरा गर्नु कुरा गरेर साध्यै भएन तेरी बुढी त अर्कै केटासँग सल्केकी पो रहेछ त लसपस रहेछ अनि मैले रिसाले घरमा आउनु पर्दैन भनेर कराइदिएको त म त यही केटासँग पहिला जान्छु भनेर घरबाट निस्केर गई बाबु तेरी बुढी त के भन्दै हुनुहुन्छ आमा हो बाबु हो मैले जे भन्दैछु एकदमै ठिक भन्दैछु छोरा म चाहिँ भने आफ्नो घर छोडेर परिवारको खुसीको लागि भनेर अर्काको देशमा आएर पसिना बगाउँदैछु अब घरमा चाहिँ भने के भएको हो कुनी बाबु अब जे हुनु भइसक्यो तैँले चिन्ता नगर खुट्टा भए जुत्ता कति कति काला गाई गोरा आउँछन् क्या छोरा गोरा आउँछन् चिन्ता नगर है चिन्ता नगर एक त विदेशको ठाउँ छ मलाई गाह्रो हुन्छ बाबु हस् आमा अहिले फोन राख्छु है पछि कल गर्छु ल बाबु ल ल